हेलो हेलो गर हेलो सो गाइज अनि आफ्टर लङ टाइम पछाडि चाहिँ मैले भ्लग स्टार्ट गरिरहेको धेरै टाढोको बाटो नि होइन त्यही 10 मिनटको बाटो हो र हुन्छ भिडियो बनाइदिन्छु हुन्छ ल जाको हेर्नु न तिम्रो हेलो एभ्रिवान बाई बाई के भन्यो Hey guys, welcome back to my YouTube channel. It's me Bimla Shrestha. यहाँ सबजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला र भन्दै म पनि सन्चै आरामै छु भन्दै धेरै दिन पछाडि आफ्टर लङ टाइम चाहिँ मैले आज नयाँ भिडियो एन्ड ब्लग लिएर तपाईहरुको सामने उपस्थित भइसकेको छु सो धेरै पछाडि चाहिँ धेरै समय 2 hours later guys ब्लग साथीहरु ब्लग बनाउने पनि वातावरणै छैन यस्तै हो सानो सानो बुढाहरु घरमा भएपछि हाम्रो भाइ बेबी नो 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 ल यहाँ तिमीलाई पनि मैले ब्लगमा देखाउँछु हेलो हेलो एभ्रीवान हेलो गर हेलो हेलो गर न हेलो सो गाइज अनि आफ्टर लङ टाइम पछाडि चाहिँ मैले भ्लग स्टार्ट गरिरहेको छु अनि त्यही भएर आज चाहिँ हामी अहिले 5 कति बजी 5 बजे होला है ठ्याक्कै 5 बजे होला सो हामी चाहिँ बेलुकाखेरि आज दिनभरि बेलुकादेखि आज 2 दिन भयो पानी रातिदेखि दिउँसोसम्म दिउँसोभरि परेको सो हिजो चाहिँ दिउँसोभरि त्यस्तो भइरहेको थियो अनि आज पसल पनि गएन सो हामी चाहिँ आज बेलुकाखेरि अनि यसो त्यही घुम्न जाऊँ भनेर बाहिरतिर यसो हिँड्न लागेको अनि सो अनि म पनि घुम्न गइसके पछाडि तपाईहरुलाई पनि मेरो नयाँ भिडियो एन्ड ब्लग देखाउन म पनि एकदम रेडी भयो सो आज चाहिँ कहाँ जाँदैछौँ हामी भन्दाखेरि चाहिँ हामी सिंगल ट्रिप घुम्न जाँदैछौँ भाउजू र म हेलो भाउजू हेलो मलाई उडीमा कस्तो देख्छ Wow! Very amazing! तपाईँको फाइनल देखेको ल के अरे आउटफिट भन्छ हाम्रो भारीजीको आउटफिट अनि मेरो म पनि हामी पनि सेम छ हौ पर्दैन अलि सिधा गर्नु अनि हाम्रो बाबुको आउटफिट यो चाहिँ यसरी माथि देखाउँदा ठ्याक्कै मलाई बिचमा चाहिँ अलिअलि सर्ट हुँदीमा त ठ्याक्कै त्यो पशुपतिमा माग्ने चाहिँ माग्ने जस्तो भइदियो कचरा सचरा अलिअलि सर्ट हुँदीमा त ठ्याक्कै त्यो पशुपतिमा माग्ने चाहिँ माग्ने जस्तो भइदियो कचरा सचरा कुछ भी सो गाइज अब हामी निस्किनु पनि हुन्छ अनि म जाँदा बाटोतिर भेटौँला म बाटोतिर गएर तपाईहरुलाई पनि देखाउँछु पानी परिसके पछाडिको भिउ चाहिँ एकदम छङ्ग भइरहेको खतरा देख्छ त्यही भएर पनि हामी त्यो भ्यू हेर्नको लागि पनि डाँडामा जाँदैछौँ सिंगल ट्रेल डाँडामा छ नि त सो हामी त्यहाँ जाँदैछौँ र कस्तो हुन्छ बाटोतिर हिँड्दै जानुपर्छ तर खुलेकै छ छैन पानी पर्छ खुल्न त खुले होला खाली त होला अब के अब त्यस्तो घुम्ने हुने छैन आज पानी पनि परिरहेको त्यही भएर हामी जानु लाग्यो माथिको डाँडाको पानी परिसके पछाडिको वातावरणै छैन कि सो गाइजहरु अहिले म चाहिँ निस्किनु पर्ने हुन्छ र बाटोतिर गएर तपाईहरुसँग भेट्ने छु अहिले म यसो सतेर हामी चाहिँ निस्किसक्यौँ आज शनिबार है विवेक दाइ तपाईलाई घुम्न जाने बेला भाउजूले पनि सम्झे मैले पनि सम्झेँ है भ्लग हेरेर प्रतिक्रिया दिनु होला मलाई सम्झिँदो रहेछ भन्नु होला म प्रत्येक शनिबार सम्झिन्छु तर के गर्नु आउँदैन र भन्छु
अनि यहाँ मनमनै सम्झेर हुन्छ त होइन मैले बोलाएको पनि हुन्छ औकात छ भने पनि अस्ति मात्रै आएको त भाउजू भन्छ सुन्नु है भाउजूको गुनासो हो यो अनि फेरि लक्ष्मी सानलाई साडी पठाइदिनु भने किन पठाइदिनु पर्यो अस्ति मात्रै आएको त त्यत्रो दिन बसेर आएको भन्नुहुन्छ अन्त गुनासो पहिरो आएछ पानी परेर आमामा खोला नि कति ठुलो कराइरहेछ नि आज यो डाँडा डाँडामा घर मात्रै टुगाट्नु भयो नत्र भाइ त त्यसमा कति ठाउँ डुबिसक्यो फेरि डाँडामै बसेको भएर हामीलाई सजिलो भइरहेछ गाइजहरू हामी जाँदैछौँ डाँडामा हामी जानुपर्ने उता यतापट्टि डाँडामा हो अनि यहाँनिर पहिरो गएछ के पानी लिएर त त्यही हो कि त्यही हो कि त्यही हो ल साथीहरू मेरो भाइ र मलाई कस्तो देखेछ यस्तो चिसो हावा लगाइरहेको टोपी लाउनु नमान्ने मान्छे यस्तै हो होइन त हामी जाँदैछौँ हाम्रो गाउँमा जस्तै गोलो घर आएको रहेछ हौ यतातिर नि हाम्रो गाउँतिर गाउँतिर नि आएको यस्तै भूकम्पको गोलो घर यो पानी भने मान्छ होला मान्दैन एकचोटि बोक्नु न हात गलेर मान्दैन के यो भने यस्तो बानेर अरे टोपी त लाउनु नमान्ने 1 मिनटमा खोल्छ हाँसेको हुन्छ मान्दैन के कस्तो हात गले हाम्रो एकपट्टि मात्र बोकेको यस्तो राम्रो हुन्छ नि हामी साथीहरू हामीले जे चाहेको थियो त्यही खोज्दै आएको हो यस्तै खोज्दै आएको हामी उयो जाने हो कि त्यही त हो त्यो हो उति घर देखिरह नि एउटा ठिकै त्यही त हो त्यहीँ हो म चाहिँ एकचोटि गइसकेको छु एकचोटि होइन 2 चोटि गएँ एकचोटि चाहिँ म माथि नै मम्मीहरूलाई लिएर माथि नै घुम्न गएँ अनि एकचोटि चाहिँ म साथीहरूसँग गएको हो अनि हामी तलैबाट फर्केर आएको त्यो बेलामा चाहिँ माथि गएनौँ हामी त्यो बेलामा चाहिँ तलैबाट फर्केर आयौँ अनि अहिले फेरि एकचोटि फेरिसँग 3 चोटि हुन्छ 3 चोटि भाउजूको चाहिँ फर्स्ट टाइम हो मैले लिएर जाँदैछु अघि नै हाम्रो कहीँ जाने बेला प्लानिङै हुँदैन के खासै प्लानिङ भन्ने कुरो थुप्रै हुँदैन क्या त जाने बेलामा अब पानी रोकिहाल्यो अनि आज नि पानी रोकिहाल्यो अनि ल जाउँ घर चाहिँ फिल्म घर बस्नु हुँदैन है घरमा चाहिँ एकछिन बस्नु नि भने झन् मलाई सबभन्दा धेरै त्यो घर बसेर छटपटी हुने भने मै होला ल आज के त्यो पानी परेर म पसल नगएको आज मलाई त्यही भएर हामीलाई छटपट भएर अनि मैले घुम्न गएँ भाउजूलाई मैले भाउजू जाउँ भनेको भाउजू नि एकैतालमा जाउँ न त भने ल जाउँ न त भनेर अनि हामी हिँड्यौँ अझ एउटा जहाँनिर पनि नभनिकन हुन्छ नि त भाउजू भन्ने यस्तो हुन्छ क्या पार्टनर मिल्ने हुनु पऱ्यो नि त होइन ल भयो सरी कतिचोटि सरी भने यार मैले ओके भन्छ त्यस्तो रुयो भन्छ मान्छेले छ्याछा रुएछ भने ए यहाँ रहेछ नि त बस्छ यस्तो एउटा चाहिँ साँच्चै हुनु सिधी गरेर हाँस्छ आयो मलाई कस्तो याद आयो गाइड्सहरू हामी चाहिँ पुग्नु आँटिसक्यौँ नजिक हेरेछौँ तपाईँ कति नै ठुलो छ भने ठानिरह होला सानै त हुनुहुन्छ नि जाँदैछौँ हामी यो बाटो जाने अब हामी आया भाउजू भाइ बोक्नु हात गरिरहेको छ ल हामी चाहिँ नजिक एकदम नजिक आइपुगिसकेको छौँ पुग्ने आँटिसकेको छौँ सिङ्गल ट्री हाम्रो घरबाट धेरै टाढोको बाटो नि होइन त्यही 10 मिनटको बाटो हो र पनि हामी आउँदैनौँ आउन अल्छी गर्छौँ त्यही फुर्सद हुँदैन भन्दा पनि काम पनि छैन फुर्सद पनि छैन
हिँड्दैनौँ त्यहाँबाट चाहिँ खतरा देखेर चाहिँ पानी परिसके पछाडिको होइन भ्यू चाहिँ एकदम मेरो ब्याकग्राउन्ड देखिरहनु भएको एकदम राम्रो देखिरहेको छ कालो छ चट्टीहरू साह्रै मलाई स्यास्या भइरहेको छ त्यो तलसम्म चाहिँ बाटो राम्रो छ नि यहाँबाट आएपछि चाहिँ अलिअलि बिग्रिएर रहेछ कि अफ रोड आउनु गल्यो किन आएको तिमीहरू चाहिँ यहाँ बाटो छेक्नलाई भाउजूको स्वागत गर्न आए जस्तो छ भाउजूको स्वागतको लागि तिनवटा थियो तिनवटा भाउजूको स्वागतको लागि बसिरहेको थियो गाइजहरू हाम्रो भाउजूको स्वागतको लागि चाहिँ आमा छोरा धेरै चाहियो होला केही छैन भाउजूको स्वागत गरिरहेछन् अब चाहिँ माथि गएर माथिको काठमाडौँपट्टि देख्ने भ्यू हेरौँला है साथीहरू अब हामी उकालो चढ्दै जाँदैछौँ एकदम हिँडेर जानुपर्छ माथि गएर काठमाडौँको भ्यू अब क्या दामी देख्छ होला अहिले पानी परेर एकदम रोकी पनि रहेछ आँखामा के लागेको छ नि हेर्नु न ऊ निलो भएको अघि मैले हाने होला नि त सो गाइजहरू म चाहिँ त्यहाँदेखि गीत बजिरहेको हामी त ठ्याक्कै आइपुग्यौँ माथि त्यहाँ चाहिँ गीत बजिरहेको छ अब चाहिँ काठमाडौँको भ्यू हेर्नुहोस् म तपाईँहरूलाई यहाँको दामी दामी भ्यू देखाउँछु ड्रेस लाएर पिङ्खेल भयो यहाँनिर ड्रेस पाइन्छ है साथीहरू यो चाहिँ ड्रेस लिन्छ हो कस्तो बाङ्गो भइरहेको रहेछ पिङ्क त हुन्छ भिडियो बनाइदिन्छु हुन्छ 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 ल जाको यता हेर न तिम्रो पनि मान्छेले हेऱ्यो कि बाबाले ओ माइ गॉड ल जाको बेबी बेबी प्लिज यता हेर न क्यामेरामा हेर न एकचोटि ओहो यता त घाम लागेर झन् त्यो निलो निलो भएर राम्रो देखिरहेको रहेछ गाइड छोरो यता हाम्रो भाउजूको यता फोटोसुट हुँदैछ यता यता दाइले फोटो खिचिदिँदै हुनुहुन्छ यहाँबाट अनि यहाँ भाउजूको फोटो सुट हुँदैछ अनि मेरो भइसक्यो 2 3 फोटो खिचिहाल्यौँ अनि
यहाँबाट चाहिँ खतरा अहिले पानी परेर पछि होला झन् कस्तो राम्रो देखिरहेछ है। हामी खासमा डाँडामा यही भनेरै आएको हो अनि त्यही भएर आएको हो त। हजुर ल हाम्रो बाबुको नि फोटोसुट नि पालो आयो। फोटोसुटको बाबुको नि फोटोसुटको पालो आयो। म त नुहाएर आएको भएर कपाल पनि चिसै छ। बेबी हेर न त्यहाँ क्यामेरामा कस्तो आइरहेछ हेरौँ न यस्तो। राम्रो छ। अर्को पनि खिच्ने अर्को एउटा खिच्नु न भाइ भएको। यतिकै राख्नु न तपाईँ पछाडि नढल्किनु धेरै हो यतिकै। बेबी बेबी निनीलाई हेर त ए आउनु पो आँटिरा। ए एकछिन बस नि त्यहीँ बस निनी लिन आउँछु अहिले। यहाँ हेर न बेबी एकछिन ज्ञानी भएर बस न। ए मैले बोलायो झन् मै भट्टा पो आउनु लाग्दो रहेछ। तपाईँकै मात्रै खिचिदिनुहोस्। ए एकचोटि खिचिदिनु त कस्तो आउँदो रहेछ उसको। ए प्रभु कति हिँडेको। ए तिमीलाई फोटो खिच्न पसेन त्यस्तो झन् तिमीलाई भोलि पर्सि आने आफैले फोटो हेर्न हुन्छ भनेर खिच्दिन आँटेको मान्दैन। उठा उठा तिमी कस्तो मान्छे हो के। मम्मी जानु आँट्नु लाग्नु भइसक्यो। जाऊ जाऊ छिटो। ला म मोबाइल फालिदिन्छ। बाबु भएको त खिचेन है अघि। एउटा राम्रो आछ। बाबु बस नि तिमी। प्रभु आउ निनीसँग खिच्ने ल। निनीसँग फोटो खिच्ने एउटा अनि भयो ल। एउटा भाइको र मेरो खिचिदिनु न अनि भयो। एउटा राम्रो छ एउटा बस्यो लिनु त बाउजू भिडियो बनाउनु तपाईँले। मेरो भाइ ए यता हो हुन्छ। बेबी बेबी त्यहाँ चाहिँ यति इन्जोय गरेर यति रमाइलो भइरहेको थियो नि है। म त्यो कुनै शब्दमा बयान गर्न सक्दिनँ। यति रमाइलो भइरहेको थियो इन्जोय गरिरहेको थियौँ हामी। अनि म चाहिँ उता फोटो खिच्दै थिएँ भाउजू यता भिडियो बनाइरहनु भएको थियो। अनि कस्तो थाहा छ भनेर एकदम रमाइलो भइरहेको थियो सिङ्गल ट्री। अनि त्यहाँ माथि चाहिँ त्यो पिङहरू चाहिँ यस्तो अब पानी परेको थियो नि त दिउँसभरि पानी परेर अनि पिङहरू चाहिँ बाँधेर राखिरहेको थियो साइड साइडमा। अनि हामी चाहिँ त्यहाँनिर त्यो गएको थियौँ त हामी त्यहाँनिर। अब त्यहाँबाट त काठमाडौँको भ्यू देखिन्छ नि त पुरै राम्रो यति राम्रो देखिरहेको थियो। अनि त्यो हेर्नको लागि हामी गएको थियौँ। अनि भाउजू यता भिडियो बनाउँदै हुनुहुन्छ अनि म र भाइ उता फोटो खिच्छौँ भनेको त भाइले चाहिँ फोटो खिच्नै नदिएर क्या मलाई यता र उता घुमाउनु लगाएर अनि फोटो खिच्दै थियौँ। अनि त्यहाँबाट पछि अब फोटोसोटो सेन्ड गर्ने बेला भयो। अनि फोटोसोटो खिचिसकेर फोटो सेन्ड गऱ्यौँ। अनि त्यहाँनिर हामी गएको त अब 5:30 बजे 5 बजेतिर त 5:30 बजेतिर हामी माथि पुगेको थियौँ होला डाँडामा। 10 मिनटको बाटो हिँडेरै गएको हामी 2 जना नन्द भाउजू अनि भाइ 3 जना हामी हिँडेरै गएको थियौँ। अनि रात परिहाल्यो एकैछिन हेर्दा हेर्दै त्यहाँनिर रात परिसकेको थियो कि पछि अनि फोटोसोटो सेन्ड गऱ्यौँ। पछि हेर्छु त भिडियोहरू बनाएको थियौँ कि नाइट भ्यू पनि यस्तो राम्रो देखिरहेको थियो नि पुरै लाइटहरू बलेर सबै ठाउँमा यस्तो राम्रो देखिरहेको थियो। मैले भिडियो बनाउँछु भनेर भिडियो बनाएर लास्टमा घर आएर हेर्छु त भिडियो नबनिरहेको रहेछ क्या। भिडियो बनायो भनेर मक्क लास्टमा भिडियो छैन क्या साथीहरू। यस्तो तनाव भयो कि कुरै नगरौँ। अनि पछि घर आउँदाखेरि बनाएको भिडियोहरू मात्र रहेछ क्या यो उकालोले। यस्तो उकालो छ कि सिधै क्या सिधै कालो छ। अनि हिँड्दाखेरि चाहिँ आत्तिने क्या यहाँबाट सिधै। अलिअलि पहिरोहरू नि आइरहेछ बाढी पहिरो आएर। अनि मान्छेको कति ठाउँमा त मान्छेहरू डुबी पनि सक्यो होला आज र हिजोको त्यो पानीले। कति ठाउँमा मान्छेहरू डुबेर पनि अनि मान्छेहरू खोला छेउछेउ हुनेहरूको त घर डुबेर कस्तो भइरह होला। जहाँ हामी चाहिँ सबैजना सुरक्षित बस्नु होला। अहिले चाहिँ पानी परेर अवस्था एकदम उ भइरहेछ। अनि त्यही भएर हो
सबजना जहाँ पनि हुनुहुन्छ जस्तो पनि अवस्थामा हुनुहुन्छ सेफ बस्नु होला। पानी परेर सबै ठाउँमा पहिरो जाने अनि यस्तो बाढीले खोला छेउछाउ हुनेहरू त बाढीले अनि त्यो बगाएर भित्र घरभित्र पानी छिरिरहेको होला। हामी चाहिँ अलि त्यो खोलाको नजिक हुने डाँडातिर पर्छौँ। हेलो एभ्रिवान, हाई, हेलो एभ्रिवान, बाई बाई, बाई बाई। के भन्यो के भन्छ यार। मामा मेरो बेबी यता हुनुहुन्छ। मामा हेलो एभ्रिवान भनिदिरहेको थियो। मैले पनि हेलो भनिदिएँ। के जान्छ खोइ के जान्छ भाइको रियाक्सन, खोइ के जान्छ होइन। यो सो गाइजहरू अब चाहिँ हामी घर फर्किनु पर्ने हुन्छ। अनि त्यस पछाडि आजको भिडियो चाहिँ छोटो मिठो एकदम सर्टकटमा भयो होला। जस्तो पनि भयो, हेरिदिनु होला। बाटोको अवस्था यस्तो छ। अहिले म चिप्लेर लड्नु पनि सक्छु, त्यही भएर मैले भ्लग चाहिँ इन गर्ने सोचिरहेको छु। भ्लग इन गरिरहेको छु यहीँसम्मको लागि मेरो भ्लग। यस्तो यहाँ मात्रै कि अलिकति अफरोडिङ छ, नत्र त अनि बाटो उता तलसम्म त पिच या छ एकदम दामी। आउन सक्नुहुन्छ तपाईँहरू पनि यहाँ हेरेर इन्जोय गर्नलाई एकदम रमाइलो हुन्छ। सो अहिले मैले भ्लगिङ गर्नुपर्ने हुन्छ। यस्तो अफरोडिङ छ चिप्लेर। हाम्रो दुईजना यहाँ आउँदै हुनुहुन्छ। मैले उहाँलाई बोक्नुपर्ने हुन्छ। उहाँलाई बिरामी भइरहेछ। आज हामीले घर सफा गरेको भएर दिनभरि, अनि उहाँलाई रुगा लाग्यो। एकछिन बस्नु न। उहाँलाई पनि लागिरहेछ, अनि यहाँको चिसोले गर्दा उहाँ पनि बिरामी हुनुहुन्छ भनेर अहिले हामी छिटो गरेर घर जानुपर्ने हुन्छ। कुचु गरेर निमीलाई खोइ ल अब चाहिँ हामी घर जानुपर्ने हुन्छ। भनिदिनु न त बाबु भाउजू। बाई बाई। सबैजनाले लाइक शेयर सब्सक्राइब गरिदिनु होला। आजको लागि बाई।